तपाई जमिनबाट अग्लो अनि ठूलो घरतिर हेर्दै मनमनै के सोच्नुहुन्छ मैले जीवनमा यत्रो घर कहिले बनाउने होला? के यो मेरो सपना पूरा होला? यो घरको मालिक यत्रो घर भएर कति धेरै खुसी होला? उनीहरूको मनमा दुःख पीडा भन्ने कुरा त छँदै छैन होला? यस्तै सोच्नुहुन्छ हैन? अवश्य यही सोच्नुहुन्छ, यस्तै सोच्नुहुन्छ। तपाईले जीवनको यो यात्रामा कयौं मानिस भेट्नुहुन्छ, अनेकौं मानिसहरूसँग संगत गर्नुहुन्छ र ती मानिसहरूलाई बाहिरी आवरणको आधारमा तपाई विभिन्न धारणा बनाउनुहुन्छ। हामीलाई सबैभन्दा सजिलो लाग्ने कुरा भनेको यही नै हो, अरूलाई मूल्याङ्कन गर्ने। जस्तै क्या जीवन छ, क्या मौज छ, फलानुलाई कति आनन्द छ, फलानुलाई केही कुराको टेन्सनै छैन। तर ती व्यक्तिहरूको मनमा के कुरा चलिरहेको छ, उनीहरूको जीवनमा कस्ता खाले संघर्षहरू छन्, कस्ता खाले संघर्षहरू भए होलान्? केही रोगसँग लड्दैछन् कि अथवा धेरै ऋण लागिराखेको छ कि? त्यो हामीले बुझ्ने कोसिसै गर्दैनौँ र हामी बुझ्न पनि चाहँदैनौँ। तपाईँ चाहनुहुन्छ? तपाईँलाई आफ्नै जीवनको टेन्सनले छोडेको छैन भने अरूको जीवनको बारेमा किन बुझ्नुहुन्छ तपाईँ? हैन, मैले भन्न खोजेको कुरा के हो भने जीवन सबैको संघर्षपूर्ण नै छ र संघर्षपूर्ण नै हुन्छ। सबैले जीवनमा दुःख अप्ठ्यारो परिस्थितिसँग जुझ्दै नै आएका हुन्छन्। जस्तो एउटा ठूलो घर बनाउनु पूर्व त्यो घरका लागि चाहिने पैसा कमाउनको लागि पक्कै पनि सजिलो भएन होला। उनीहरूले गरेको दुःख, बगाएको पसिना, दिन रातको मेहनत कति हुन्छ। एउटा व्यक्तिले राम्रोसँग पढ्छ, उसको परिवारले पढाइमा लगानी गरेको हुन्छ। जब ऊ कमाउन सक्षम हुन्छ, मानिसहरूले भन्ने गर्छन्, ओहो कति पैसा कमाएको छ फलानुले, बसी बसी पैसा आएको छ, कुर्सीमा बसेर पैसा आएको छ। तर पढ्नको लागि कति मेहनत पर्यो, कति खर्च पर्यो, त्यो कसले सोच्ने? मानिसहरूले सोच्दैनन्। याद गर्नुहोस्, जीवनमा मेहनत, धैर्यता आवश्यक छ। आजको भोलि केही सम्भव छैन। बेलुकाको सूर्य अस्ताएपछि सूर्य उदाउन पनि समय लाग्छ। र तपाईँ जीवनमा सफल हुन अनेकौं कुराहरूको सम्झौता गर्दै, दुःख सहँदै, मेहनत गर्दै, पसिना बगाउँदै, धैर्यतालाई कायम गर्दै अगाडि बढ्नु आवश्यक छ। आजलाई यति नै भने।